श्री राधा श्रीहरि। एक बात बताऊं, यदि जीवनमा सच्चा सन्तको दर्शन छ भने व्यक्तिलाई सच्चा सन्तको एक पनि बाणी उसले चाहिँ उसको मुखार बिन्दबाट सुन्न पाएको छ भने जस्तो सुकै बिग्रेको कबाडी व्यक्ति होस् उसको हृदय परिवर्तन हुन्छ निश्चित। सुन्नु पर्यो सच्चा सन्तबाट, किन सन्त सच्चा पनि हुन्छ कच्चा पनि हुन्छ। अब कच्चा सन्तलाई सच्चा सन्त हामीले भन्न लाग्यो भने त अब कच्चाको सच्चामा अब कसरी तुलना हुन्छ। यदि सच्चा सन्तसँग सच्चा भक्तसँग हाम्रो सम्बन्ध रहिदियो भने लामो समय सङ्गत गर्न नै पर्दैन, छोटो समयमा नै तत्कालै उसमा परिवर्तन अथाह रूपमा अगाडि बढ्न सुरु गर्छ। उसको हृदयले थाहा पाइहाल्छ। सच्चा सन्तलाई हृदयले थाहा पाउने तरिका एउटा हुन्छ भने कच्चा सन्तलाई जतिसुकै थाहा पाए पनि ऊ भित्रको काम क्रोध लोभ मोहमा केही पनि हट्नेवाला छैन, किन कच्चा सन्तमा सम्पूर्ण विकार ऊ भित्र हुन्छ। अब ऊ भित्र भएको विकार अब सुन्ने व्यक्तिमा कसरी नष्ट हुन्छ, केही नष्ट हुनेवाला नै छैन। त्यसैले सच्चा सन्तको शब्द पक्रियो भने हामी अवश्य पनि परिवर्तन हुन सक्छौँ। अब कुरा आउँछ सच्चा सन्त र कच्चा सन्त हामी कसरी पत्ता लगाउने। अब किन कच्चाले पनि भन्न त सच्चा नै भन्ला, हामी कच्चालाई पनि सच्चा भनेका हुन सक्छौँ अथवा सच्चालाई पनि कच्चा भनेका हुन सक्छौँ। अब कुरा आउँछ म सच्चा सन्त को हुनुहुन्छ र कच्चा सन्त को हुनुहुन्छ भन्ने कुरा कसरी पत्ता लगाउने त, मैले कसरी चिन्ने। यदि तपाईँले दुईवटा कुरामा कसी लगाउनु भयो भने सच्चा सन्त हुनुहुन्छ उहाँ अथवा कच्चा भन्ने कुरा सजिलै पत्ता लगाउन सक्नुहुन्छ। जस्तो पहिलो कुरा, सच्चा सन्त यदि कोही पनि बोल्नुहुन्छ तपाईँले सुन्नुभएको छ भने पहिलो पटक तपाईँलाई तपाईँको हृदयमा अति शीतलता प्रदान गर्नुहुन्छ उहाँले। उहाँमा कुनै पनि स्वार्थ हुँदैन, निस्वार्थ तरिकाबाट बोलेको बोलीमा तपाईँमा शीतलता आउँछ र तपाईँलाई सुनु लाग्छ र उहाँ बोलेका प्रत्येक क्रियाकलापहरू शास्त्र बमोजिम हुन्छन् र उहाँले आफ्नो व्यक्तिगत कुनै पनि स्वार्थ लुकाउनु भएको हुँदैन। यदि स्वार्थसहित बोलेको व्यक्ति कोही हुनुहुन्छ भने यसमा कच्चा सन्त पनि हुन सक्नुहुन्छ। त्यसैले सच्चा सन्तमा केही पनि स्वार्थ हुँदैन। उहाँको बोलीले सबभन्दा पहिला त तपाईँको हृदयलाई शीतलता दिन्छ, तपाईँ भित्रका विकारहरू नचाहिने क्रियाकलापहरू तपाईँलाई थाहा नपाइकन हटेर जान्छन्। तपाईँलाई थाहा नै हुँदैन कि कसरी हटेर गयो भन्ने कुरा। यस्तो किसिमको क्रियाकलाप अनुभव तपाईँमा भइरहेको छ भने मान्नुहोस् उहाँ सच्चा सन्त हुनुहुन्छ। दोस्रो छ सच्चा सन्त पत्ता लगाउने तरिका, तपाईँ भगवानसँग प्रार्थना गर्न सक्नुहुन्छ, किनभने तपाईँ प्रत्येकको कोही न कोही भगवान त अवश्य हुनुहुन्छ। कसैले राम मान्नुहुन्छ, कसैले कृष्णको रूप मान्नुहुन्छ, कसैले सीताराम, कसैले शिव, कसैले दुर्गा अथवा जोसुकै तपाईँले मान्नुहोस्, जुनसुकै भगवानको तपाईँ आस्था राख्नुहोस्। तपाईँले जुनसुकै भगवानलाई माने पनि उहाँको रूप भनेको तपाईँको हृदयमै हुनुहुन्छ र उहाँलाई तपाईँले बिहान र बेलुका प्रार्थना गर्नुहोस्। के प्रार्थना गर्नुहोस्? हे प्रभु, यहाँ त धेरै सच्चा सन्तहरू हुनुहुन्छ तर सच्चा को कच्चा को मलाई थाहा छैन। हजुर सच्चा सन्तमा त हजुर नै बस्नु, किन सच्चा सन्तको रूपमा भगवान नै विराजमान हुनुहुन्छ। यो कुरा बुझ्नुहोस्, हामीले बुझ्नुपर्छ। किन हुन कच्चा सन्तमा पनि भगवान नै हुनुहुन्छ तर सच्चा सन्तमा वास्तविक रूप लिनुहुन्छ। र तपाईँ वास्तवमा सच्चा सन्तको रूपमा कहाँ हुनुहुन्छ? मलाई यस्तो किसिमको सच्चा सन्त गुरु चाहिन्छ, मलाई देखाइदिनुहोस्। तपाईँ भगवानसँग प्रार्थना गर्नुभयो भने उहाँले छोटो समयमा नै अब तपाईँलाई कुनै साधु सन्तको रूपमा अथवा कुनै भक्तको रूपमा अथवा मोबाइलमै केही भिडियो मार्फत अथवा तपाईँलाई शीतलता प्रदान गर्ने कुनै पनि क्रियाकलापहरूको सङ्केत अवश्य दिनुहुन्छ। सङ्केत पाउनुहुन्छ तर त्यो सङ्केतलाई तपाईँले क्याच गर्न सक्नु पर्यो, छोप्नु पर्यो र उहाँको कुरा सुन्न लाग्नुभयो र उहाँको कुराले तपाईँको हृदयलाई शीतलता प्रदान गर्यो भने मान्नुहोस् कि उहाँ सच्चा सन्त हो। तपाईँको परिवर्तन निश्चित हुनेवाला छ। उहाँलाई छोड्न तपाईँले